साथीहरु टिओबी को मेन लिडर को चाहिँ यो भिडियो आएको रहेछ। एकचोटी यो भिडियो हेर्नुस् है त। सरकार शाहजीलाई यति कुरा पनि च्यालेन्ज दिनु भएको छ कि यदि तपाईसँग हामी देशद्रोही भएको अथवा हामीले अपराधिक क्रियाकलाप गरेको केही प्रमाण छ अथवा तपाईसँग आएको केही प्रमाण छ भने त्यस्तो अरु परमार चाहिँ छैन हैन, सानो एउटा परमार चाहिँ म देखाइदिन्छु है त। ल हेर्नुस् यो फोटो। यो फोटोमा क्लियरली देखेको छ टिओबी लगाएको भेष। अनि यो पछाडीपट्टिको के हो? यो कुन नियतले राख्दै छ? यो राख्ने अथोरिटी चाहिँ कसले दियो? कुन उद्देश्यले यो बोकिरहेको छ? यसको जवाफ चाहिँ दिनु पर्यो तपाईहरुले। यो भिडियो सबैले शेयर गर्नु, सबैले रिपोस्ट गर्नुस्। यो भिडियो कोहीले पनि भिडियो बनाएको छैन यो फोटोको बारेमा। यो फोटो नेपाल प्रहरीसँग पुर्याउनु पर्छ साथीहरु, हामीले नै पुर्याउनु पर्छ। नेपाल प्रहरीले खोजी यस्तो व्यक्तिहरुलाई, यो टिओबीलाई र यो फोटो भएको मान्छेहरुलाई सूक्ष्म भन्दा सूक्ष्म तरिकाले छानबिन गरोस्। किन यो मान्छेले पेस्तोल पछाडी राख्दै छ? पेस्तोल बोक्नु भनेको त इलिगल हो नि त। पेस्तोल बोकेपछि नियतै त्यही हुन्छ के नेपालमा? अपराधी हो, इलिगल हो पेस्तोल बोक्नु भनेको। यो फोटोमा क्लियरली देखेको छ साथीहरु, पछाडीपट्टि पेस्तोल लुकाउँदै छ।